नमस्कार। आज म यहाँहरूलाई कर्कट राशिको बारेमा केही कुराहरू बताउन गइरहेको छु। कर्कट राशि र यसको रत्न जुन अ, मोती छ, कर्कट राशि र मोतीसँग सम्बन्धित भएर आज हामी छलफल गर्नेछौँ। हाम्रो कार्यक्रम चेतनालयमा यहाँहरूलाई हार्दिक स्वागत छ। जस्तो हामीलाई अ, यो राशिका रत्नहरू धारण गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीलाई थाहा छ। हामीले यदाकदा सुनेका छौँ। यी कुराहरू कयौँ गुरु होइन, जस्तो पण्डितहरू, त्यस्तै गरेर कतिपय ज्योतिषका मुखहरूबाट सुनिन्छ। त्यस्तै गरेर अब कतिपय चाहिँ सर्वसाधारण जसलाई यो विषयमा अलिकति मात्रै पनि चासो छ, अथवा हामीले गुगल गर्दाखेरि कुन राशिको मानिसले के लगाउने, होइन, यो गुगल गरेर सर्च गरेर हेर्दाखेरि पनि यो कुरो बताउँछ। त्यस्तै गरेर गहना पसलाहरूमा पनि यो कुन राशिका मानिसहरूले के रत्न धारण गर्ने भन्ने कुरो लेखेर राखेको हुन्छ। के राशिका रत्न धारण गर्नु ठिक छ अथवा ठिक छैन, होइन? राशिको रत्न धारण गर्नु ठिक होइन भन्ने विषयमा आज हामी चर्चा गर्नेछौँ। धेरै मानिसहरूको कर्कट राशि हुन सक्छन्। तपाईँहरूका साथीभाइ, इष्टमित्र, छिमेकी, घर परिवारदेखि लिएर धेरै मानिसका कर्कट राशि हुन सक्छन्। तर ती कर्कट राशिका सबै मानिसहरूको एकै थरीको रिजल्ट हुँदैन र एकै थरीको उनीहरूको जुन हामी प्रिडिक्सन गर्छौँ त्यो पनि एकै थरीको हुँदैन। उनीहरूले जीवनमा भोग्ने कुरा पनि एकै थरीको हुँदैन। उनीहरूको स्वभाव पनि एकै थरीको हुँदैन। त्यस कारणले गर्दाखेरि यसमा के हुन्छ त भन्दा विभिन्न किसिमका भेराइटीहरू रहेको हुन्छ। कर्कट राशि कसरी फरक हुन्छ भन्ने कुरो एउटा सानो उदाहरण म यहाँलाई दिन चाहन्छु। ओके, हामी यहाँ हेरौँ। यो एउटा कर्कट राशि यहाँ देखाइएको छ। मतलब तपाईँहरूको कुण्डलीमा, होइन, कुण्डलीमा के हुन्छ, यसरी 12वटा भाव हुन्छ। 1, 2, 3, यो फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ, फिफ्थ, 6, 7, 8, 9, 10, 11, 12। कर्कट राशिको सिम्पल मिनिङ के हो त भन्दा कि तपाईँको कुण्डलीमा जुन ठाउँमा 4 लेखेको छ, 4 मतलब कर्कट, होइन, मेष, वृष, मिथुन, कर्कट। यो कसैको कुण्डलीमा के देखिन्छ भन्दा यो पहिलो घरमा, पहिलो यो कोठामा, यो पहिलो खण्डमा चाहिँ के त भन्दा 4 नम्बर लेखिएको हुन्छ र त्यहाँ चन्द्रमा हुन्छ भने त्यो कर्कट राशि हुन्छ। दोस्रो घरमा 4 लेखिएको छ र त्यहाँ चन्द्रमा छ भने यो पनि कर्कट राशि हो। कसैको चाहिँ के हुनसक्छ भन्दा तेस्रो घरको कर्कट राशि हुनसक्छ, कसैको चौथो घरको हुनसक्छ, केही व्यक्तिहरूको 5औँ घरको हुनसक्छ, केही व्यक्तिको 6औँ घरमा कर्कट राशि हुनसक्छ। त्यस्तै गरेर 7औँ घरमा, 7th हाउसमा, त्यस्तै गरेर यो 8th हाउसको 8औँ घरको कर्कट राशि, यो 9औँ घरको कर्कट राशि र यो 10औँ भावको कर्कट राशि, यो 11औँ भावको कर्कट राशि र यो 12औँ भावको कर्कट राशि। यसरी चाहिँ के हुन्छ त भन्दा कर्कट राशि के भयो त भन्दा यो कुनै पनि भावमा चाहिँ के हुनसक्छ भन्दा कर्कट राशि पर्न सक्छ। र अब यसरी हेर्दा हामी के देख्छौँ भन्दाखेरि यो यहाँ हेऱ्यो भने हामी देख्न सक्छौँ कि यो पहिलो घरमा, पहिलो जुन कोठा छ त्यसमा कर्कट राशि परेको छ। यसमा दोस्रोमा, यसमा तेस्रोमा, यसमा चौथो, 5औँ, 6औँ, 7औँ, 8औँ, 9औँ, 10औँ, 11औँ, 12औँ। र यो हुँदाखेरि के हुन्छ भन्दा पहिलो घरमा कर्कट राशि हुँदाखेरि लग्न पनि यसैमा पर्यो, फर्स्ट हाउस पनि यसैमा पर्यो कारणले गर्दा कर्कट राशि कर्कट लग्न भयो। यदि दोस्रो घरमा कर्कट राशि छ भने त्यो मिथुन लग्नको व्यक्ति हो। यदि तेस्रो घरमा कर्कट राशि छ भने त्यो वृष लग्नको व्यक्ति हो। चौथो घरमा छ भने तपाईँको लग्न मेष हो। 5औँ घरमा चन्द्रमा छ र त्यहाँ 4 लेखिएको छ भने तपाईँ मीन लग्नको मानिस हो, होइन। 6औँ घरमा कर्कट राशि बनेको छ भने तपाईँ कुम्भ लग्नको व्यक्ति हो। र त्यस्तै गरेर चाहिँ के हुन्छ भन्दा 7औँ घरमा कर्कट राशि छ भनेदेखि तपाईँ मकर लग्नको व्यक्ति हो। र 8औँ घरमा कर्कट राशि छ भने तपाईँ धनु लग्नको व्यक्ति हो। त्यस्तै गरेर ओके 9औँ घरमा छ भने तपाईँ स्कर्पियो यानि कि वृश्चिक लग्नको व्यक्ति हो। र त्यस्तै गरेर 10औँ घरमा कर्कट राशि छ भने तपाईँ तुला लग्नको व्यक्ति हो। त्यस्तै गरेर 11औँ घरमा कर्कट राशि छ भने
तपाईँ कन्या लग्नको व्यक्ति हो र 12औं घरमा कर्कट राशि छ भने तपाईँ सिंह लग्नको व्यक्ति हो। यस कारणले गर्दाखेरि भिन्न भिन्न कोठामा कर्कट राशि हुँदाखेरि भिन्न भिन्न प्रकारको के हुन्छ त भन्दा लग्न हुन्छ भनेपछि यो 12 थरीको रिजल्ट एउटै हुन्छ त। यो पहिलो जुन कोठामा बस्दाखेरिको ले जीवनका केही कुराहरूलाई जीवनका केही पक्षहरू पहिलो घरबाट हामी हेर्छौँ, केहीलाई हामीले दोस्रोबाट हेर्छौँ, केहीलाई तेस्रो, केहीलाई चौथो, यसरी यो 12वटा जुन भावहरू छ यसले हाम्रो जीवनमा घट्ने घटनाहरूलाई के हुन्छ हामी 12 डाइमेन्सनमा हेर्छौँ हैन। यो कोठा एउटा डाइमेन्सन हो, यो कोठा अर्को डाइमेन्सन, यो कोठा अर्को डाइमेन्सन, यो फरक फरक डाइमेन्सन हुन्छ यसमा। सो यस कारणले गर्दाखेरि के हुन्छ भन्दा पहिलो भावको कर्कट राशि र दोस्रो भावको कर्कट राशिको एउटै रिजल्ट आउँदैन। त्यस्तै दोस्रो भावको कर्कट राशि र तेस्रो भावको कर्कट राशिको एउटै रिजल्ट आउँदैन। एवं रीतिले के हुन्छ त भन्दा 12वटा भावका कर्कट राशिहरूको रिजल्टहरू फरक फरक हुन्छ भनेपछि अहिले हामीले के हेर्यौं त भन्दाखेरि 12वटा भावमा चाहिँ के भयो त भन्दा फरक फरक रिजल्टहरू हामीले पाउने भयो भने अब यो त के भयो त भने यो त हामीले एकदम सामान्य हिसाबबाट हेर्दाखेरि मात्रै भयो। अब जब हामी यो गहिराईमा छिर्छौं र यसमा के हुन्छ त भन्दाखेरि जब हामी नक्षत्र लेभलमा प्रवेश गर्छौं यो मल्टिप्लाई हुन्छ, जब उपनक्षत्रमा प्रवेश गर्छौं अझ मल्टिप्लाई हुन्छ भनेपछि अब यहाँ जुन चन्द्रमा हामी देखिरहेका छौं त्योसँग के हुन्छ त भन्दा अरु कुनै प्लानेटहरू कन्जक्सन हुन सक्छ अथवा अरु भावहरूमा पनि प्लानेटको कन्जक्सनले फरक पार्न सक्छ। त्यस्तै गरेर एस्पेक्टहरूले दृष्टिहरूले फरक पार्न सक्छ। तपाईँ कर्कट राशि हो तर तपाईको कर्कट राशि भइकन पनि तपाईको कुण्डलीमा चन्द्रमाको जुन कम्बिनेसन छ, चन्द्रमाको जुन कोर्डिनेसन छ, जुन चाहिँ चन्द्रमाका चाहिँ अवस्थाहरू छन् हैन, त्यो ग्रह चाहिँ के त मजबुत छ भने अथवा तपाईको जुन किसिमको डिजायर्ड रिजल्ट छ, तपाई के प्रयोजनको लागि लगाउँदै हुनुहुन्छ त्यसलाई चन्द्रमाले प्रतिनिधित्व गर्छ भने तपाईले यो चन्द्रमाको अथवा हैन यो कर्कट राशिको जुन रत्न छ त्यो धारण गर्न सक्नुहुन्छ। सो अब मोती कसले धारण गर्न सक्छ भन्दाखेरि चाहे तपाई जुनसुकै राशिको हुनुहोस्, जुनसुकै राशिका व्यक्ति जसको चन्द्रमाको स्थिति ठीक छ, चन्द्रमा चाहिँ के भन्छ राम्रो हिसाबले बसेको छ, उसको कोर्डिनेसन ठीक छ र उसले प्रतिनिधित्व गर्ने जुन हाउसहरू छ त्यसले चाहिँ के भन्छ तपाईलाई डिजायर्ड रिजल्ट दिन सक्छ भनेदेखि तपाईले के गर्न सक्नुहुन्छ भन्दा मोती धारण गर्न सक्नुहुन्छ। चाहे तपाई जुनसुकै राशिको व्यक्ति भए तापनि, जुनसुकै लग्नको व्यक्ति भए तापनि, तर तपाई कर्कट राशिको हो तर तपाईको चन्द्रमाको स्थिति ठीक छैन भने र मोस्ट अफ द केसेसमा त्यो हुन्छ है। त्यसो हुँदाखेरि तपाई कर्कट राशिको भए तापनि तपाईले मोती लगाउने भन्ने छैन। सो तपाईको कुण्डलीमा कुन चाहिँ ग्रह राम्रो छ, कुन चाहिँ ग्रहले तपाईलाई डिजायर्ड रिजल्ट दिन सक्छ, कुन चाहिँ ग्रहको कम्बिनेसन ठीक छ, कुन चाहिँ ग्रहले तपाईलाई चाहिँ के भयो त भन्दा रिजल्ट दिन सक्छ, त्यो ग्रहको रत्न तपाईले धारण गर्ने हो। जथाभावी रूपमा यो राशिको यो राशिको यो भनेर यो प्रकारबाट चाहिँ रत्नहरू धारण गर्नु हुँदैन। त्यसकारणले गर्दाखेरि राशिको रत्न लगाउँदाखेरि यहाँहरू होशियार हुनु होला। सो कुण्डलीको विश्लेषण गरेर मात्र कुनै पनि रत्न धारण गर्नुहुन यहाँहरूलाई मैले अनुरोध गरेँ। हस्त धैर्यतापूर्वक सुनिदिनु भयो, त्यसको लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद।